आज हामी शिवशताक्षी नगरपालिका वडा नम्बर 6 शिवगञ्ज बजार र यता पूर्वमा झापा गाउँपालिका वडा नम्बर 6 मदरगाछ जोड्ने कन्काई नदीमा बनिरहेको निर्माणाधीन पक्की पुल 700 मिटरको जुन चाहिँ उत्तरको महेन्द्र राजमार्ग अथवा अहिलेको एसियन हाइवेको भन्दा मात्र 2 मिटर छोटो रहेको छ। त्यसै गरिकन यहाँभन्दा 13 किलोमिटर दक्षिणमा 2068 साल मा सुरुवात गरिएको हुलाकी राजमार्गको पुल अझैसम्म पनि बन्न सकेको छैन र यता उत्तरमा यहाँ देखिँदैछ अलिअलि तपाईको झोलुङ्गे पुल चन्द्रनागी र लालपानी जोड्ने उक्त पुल पनि 5 वर्ष अगाडि काम सुरु गरिए तापनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन। तर यस शिवशताक्षी नगरपालिका को वडा नम्बर 6 र झापा गाउँपालिकाको जोड्ने यो जुन अहिले देखाइएको पुल भने 2080 साल फागुन 13 गते पहिलोपल्ट पाइलिङको काम ढ्याक खनेको हामीले देखेका थियौं र आशा पनि मारेका थियौं कि दक्षिणमा 14 वर्षसम्म पुल निर्माण नहुनु र उत्तरमा 5 वर्षसम्म पुल निर्माण नहुँदाखेरि यो पुल पनि के होला भनेर हामीले एउटा निराश हुन त भयो, तर के भयो कहिले हुन्छ भन्ने एउटा आश मारेका थियौं। तर आज ठ्याक्कै 2 वर्ष र 15 दिन 2 वर्ष 15-20 दिन यानी कि आज चैत्र महिना 2082 साल चैत्र 16 गते 25 महिना लगभग 25 महिनाको प्रगति विवरण भनेको यसमा 17 वटा पिल्लर खडा गरी 16 वटा स्पुल तयार गरिसकेको अवस्था छ भने यता उत्तरमा हामी देख्न सक्छौं बाँध पनि लगभग 400 मिटर परसम्म बाँध लगिएको छ। बाँधको काम सुरु भइरहेको छ भने अब यो रेलिङको काम बटाबट हुन थालेको छ पूर्व भागबाट। अहिले साँझको समय छ, यता चन्द्रमा देख्न सकिन्छ, यता घाम अस्ताइसकेको छ। यो 700 मिटरको पुल हामी हिँड्दैछौँ। यहाँ छिमेकी दाई बैदार दाई ओ जय दाई सरी अनि यता एक्सकाभेटरको काम गर्न निरन्तर लागिरहेका छन्। अनि यसरी निर्माण भएको देख्दा यो निर्माण गर्ने कार्य चाहिँ काठमाडौँको शर्मा कन्स्ट्रक्सनले पाएको छ। हामी पनि एउटा लक्की साबित भएका छौं कि एउटा सबल र सक्षम ठेकेदारको हातमा यो पुल परेको थियो। यो एउटा शिवगञ्जको गौरवकै कुरा हो। यसले गर्दा शिवगञ्जवासीहरूलाई र मदरगाछवासीहरूलाई एउटै हुने काम गराएको छ। यता मकै खेतीहरू देख्न सक्छौं। अस्तिको असिना भर्खरैको असिनाले निकै क्षति पुर्याएको छ। पर हामी देख्न सक्छौं झोलुङ्गे पुल अलिकति मौसम धुमिल लागे जस्तो भएकोले गर्दा अलिकति क्लियर देख्न सकिएन। तथापि यो पुलको ठेकेदार कम्पनीका अनुसार अब आउने 5-6 किलोमिटर होला नि त है, 3 किलोमिटर अब आउने 3 असार महिनातिर हामी हलुका सवारी साधनहरू चल्ने बनाउँछौं भनेर उहाँहरूले भन्दै आउनु भएको छ। आशा गरौँ पक्कै पनि अब बाढी आएमा पनि अप्ठ्यारो परेको अवस्थामा पूर्व र पश्चिमको भागमा त्यो माटोको फिलिङ भएमा मान्छेहरू सिडी चढेर भए पनि आवत जावत गर्न सक्ने चाहिँ भए अब यतिको भनेको यसलाई काम छिटो भएको भन्नुपर्छ। आशाका किरणहरू जाग्दै आएका छन्। यता काम भटाभट भइरहेको छ। अलिकति बिचमा यो रमजान भन्ने पर्वले गर्दा कामदारहरू गएकोले गर्दा 8-10 दिन अलिकति ढिलो भएको थियो र पानी प्रतिकूल मौसमका कारण असिना पानी पनि आएको थियो। लगातार 4 पल्ट आयो शिवगञ्जमा। यहाँ भटाभट काम भइरहेको छ। अनि यता मकैबारी देख्न सक्छौं। अब शिवगञ्जबाट मदरगाछको दूरी भनेको पहिले शिवगञ्ज र मदरगाछ जानुपर्दा लगभग सुरुङ्गाबाट घुमेर आउँदा बिर्तामोड भन्दा पारी बुट्टाबारी जति दूरी कायम गर्नुपर्थ्यो, तय गर्नुपर्थ्यो भने अब शिवगञ्जबाट मदरगाछ जानको लागि मात्र बाइकमा 4 देखि 5 मिनेटमा पुग्न सकिने भइएको छ। धन्यवाद। यो एउटा खुसीको कुरा सेयर गर्न गइरहेको छु।